बेटीमा समस्या पर्ने जति बस्न यही आउने भाडा माग्यो भोलि भन्छन् कहिले होला पाउने उमेर बुढो मन त मेरी कुरा सधैँ उस्तै महिना मर्यो हिसाब गर्यो जस्ताको तस्तै कोही गाए कोही नाए कोही हलदार साहेब भाडा तिर्नु परै जाओ सापटली गाए तर पनि मनको मलो छ घर बेटी भएको त्यही भएर सबले भन्छन् बास बस्न आएको घर बेटीमा। अब तिमी पनि त्यसो संविधान लेख्ने भनेपछि चाहिँ अब चाहिँ संविधान लेख्दा चाहिँ फेरि सबैको हितमा चाहिँ म मेरो हितमा चाहिँ लेख्छु सबैको हितमा चाहिँ म सक्दिन। अब चाहिँ के छ कि संविधान लेख्नु भन्दा पहिले चाहिँ तपाईँ यहाँ के चाहिँ त्यो चाहिँ मलाई एकखेप चाहिँ अब त्यो के भने नि घरमा काम गर्ने मान्छेलाई बिहान एकपटक कालो चिया र अर्को पटक दुधको चिया भन्दा बढी बनाउन लाउन पाइँदैन। त्यसो तिमी फेरि मलाई चिया सम्झाएर चाहिँ फेरि एउटा दुधको चिया चाहिँ ट्याक्क ल्याउन चाहिँ किनकि मलाई चाहिँ फेरि दलदल चाहिँ हुन्छ अहिले त म ल्याइदिन्छु तर संविधान बनेपछि दुधको चिया एकपटक मात्रै नि फेरि। तिमी पनि के कुरा गरेको चाहिँ देशु अहिले त कहाँ संविधान चाहिँ त संविधान नबनेपछि चाहिँ फेरि एक कप चिया हुन्छ हस् सुन त्यो चिनी चाहिँ 2 चम्चा मात्रै ले जा। के तालको मान्छे रहेछ कास्टिङै झुल गर्दै कम से कम ढोका त नगरेर बस्नुपर्छ। होइन के हो यो मिठाईलाई के भो हेर्नुहोस् न आफै यो आज त यो घरमा त्यति चलपल छैन नि त। अब त्यो चाहिँ के छ कि सबैजना चाहिँ संविधान लेख्न चाहिँ आफ्नो कोठामा चाहिँ त्यही भएर चाहिँ यहाँ चाहिँ यो भगवतीको लाठी ढोका बन्नु लाउ म तिमीलाई सम्झाउँछु ल भगवती हो क्या यही घरमा भाडामा बस्छ क्या त्यो त्यसलाई तिमीलाई नाम चेन्ज भन्ने होइन क्या इनोसेन्ट भन्दा चाहिँ मिल्छ त्यो त्यहाँ बसेर के गरेको भनेर तिमीलाई लागिरहेको होला त्यसले त्यहाँ संविधान लेख्न सोचेर बसिरहेको ननसेन्स नभनेर कसलाई ननसेन्स भनेर संविधान पनि बाथरुममा बसेर लेख्छन् त कहाँ बसेर लेख्छन् त थाहा होला नि त भन्नु संविधान त बेडरुममा बसेर लेख्छन् खै कहाँ छ मेरो बेडरुम खै ल्याउनुहोस् चाबी म पनि संविधान लेख्छु। अनि मेरो रुम चाहिँ कुन हो त जुन ढोकामा चाबी लाग्छ यो छिराएर खुल्छ हो त्यही रुम हो तिम्रो ल त। आफ्टर 1 week ल ठिक छ अब म पनि संविधान लेख्छु रुममा बसेर। मेरो घरमा त सबैजना संविधान लेख्छु भन्दै त अब चाँडै भन्छ क्या हो। चाबी दिएर पठाएको छ चाबी त कुनै पनि कोठामा छैन पक्कै पनि मेरो विचारमा यही कोठा हुनुपर्छ। अब हाम्रो ब्रेकअप ल अब क्या डरलाग्दो कुरा तिम्रो फुस्क्यो के हो हाम्रो अफेयर चाहिँ कहिले लाग्छ अब ब्रेकअप भनेपछि ब्रेकअप नि ब्रेकअपलाई त अफेयर हुनु परेन नि त अनि त्यत्रो अफेयर चलेको चाहिँ के हो नि ब्रेकअप भनेपछि ब्रेकअप तिम्रो सम्झनाले पागल हुन्छु त्यही पागलपनमा म अब संविधान लेख्छु। तिमीले यो के गर्यौ तिमीले मलाई धोका दियौ किन मैले धोका चाहिँ कहाँ दियो तिमीले पो धोका दिँदैछौ त धोका जल्दी दिए पनि ट्रेजेडी मलाई पर्यो। ट्रेजेडी तिमीलाई मात्रै पर्यो ट्रेजेडी त मलाई पनि पर्यो नि यार सोम क्या डरलाग्दो कुरा गरेको। त्यसो भए तिमी पनि संविधान लेख म पनि संविधान लेख्छु यो देशले 2टा संविधान पाउँछ मार्यो नि
गरेको बिहान बेलुका ए भगवान मलाई छिटो माथि उठाऊ भगवान। पहिला त्यसलाई उठाऊ, सेकेन्डमा मलाई उठाऊ। कस्तो पागलहरू बस्दो रहेछन् यहाँ। नयाँ मान्छे आएको, कुनै रेस्पोन्सै छैन। चाबी नलाएको अब 2टा रुम छ। पक्कै पनि यही 2टा मध्ये एउटा मेरो रुम हुनुपर्छ। तर पत्ता कसरी लगाउने? यस, इर्के मिर्के दुधे छिर्के चापे रौरी देशी गाई 30 पुग्यो पुगेन 12 5 20। यही हुनुपर्छ मेरो रुम। अबको संविधानमा हामी हवलदारहरूलाई इन्सपेक्टर साहब भनेर नामाकरण गर्नुपर्ने हुन्। यस्तो गरेपछि हामी हवलदारहरूको मान प्रतिष्ठा निकै माथि बढ्ने हुन्। हवलदारको मात्रै होइन, हवलदारको श्रीमतीको पनि मान प्रतिष्ठा बढ्नु पर्या हुन्। ओके, हवलदारहरूलाई आउने रासन पानी पनि निकै बढाउनु पर्ने हुन्। हवलदारको मात्रै होइन, हवलदारको श्रीमतीको पनि रासन पानी निकै माथि बढ्नु पर्या हुन्। ओके, अनि हवलदारहरूको श्रीमतीको कान पनि निशुल्क उपचार गर्नुपर्ने हुन्। हवलदारको श्रीमतीलाई साग सब्जी ग्यास चामल आदि इत्यादि सस्तो बनाइदिनु पर्या हुन्। बच्चा नभएका हवलदारका श्रीमतीहरूलाई जसरी भए पनि गर्भवती बनाउने हुन्। त्यत्रा लाखौं रुपियाँ तिरेर हामीहरूले टेस्ट ट्युब बच्चा जन्माउन नसक्ने हुन्। केटीहरूको यसरी मन दुखाउन पाइँदैन। लुगाको विषयमा केटीहरूलाई चिस्काउन पाइँदैन। आफूले मन पराएको केटा आफ्नै हुनुपर्छ। ओ नो शिट! हे भगवान, यो पनि होइन, त्यो पनि होइन, त्यो पनि होइन। कस्तो पागलहरू भएको बस्तीमा आएको रहेछ। हे भगवान, किन यसरी गराएको भाइ? हातमा चाबी दिएको त सबैको ठाउँमा पागल जस्तो मान्छे छ। खोइ त कुन मेरो रुम? किन चाबी मात्र दिएको? मैले हजुरलाई यो फ्ल्याटको चाबी दिए होइन कि माछा खोलाको? खोइ चाबी, खोइ ल माथि न अब चाहिँ गाउँमा आउने कुरा चाहिँ त्यो चाहिँ संविधान चाहिँ अब के चाहिँ त्यो चाहिँ अब संविधान चाहिँ त्यो चाहिँ वो अब त गाउँमा आउँदा चाहिँ फेरि जनताले चाहिँ मलाई फेरि उल्टै चाहिँ यो चाहिँ त्यही भएर चाहिँ अहिले तुरुन्तै म गाउँमा चाहिँ अब कति हुन्छ चाहिँ म अहिले मिच्युकोमा चाहिँ 3 हप्ता 4 हप्ता 3 महिना 4 महिना 1-2 वर्ष पनि बढी चाहिँ यही चाहिँ अहिले राख्देऊ चाहिँ म भरे चाहिँ फेरि फोनमा चाहिँ मिच्यु सो बिहान चाहिँ अलिअलि बानी चाहिँ भइहाल्छ नि मिच्यु देशु। हजुर मालिक। अरू बेला बोलाउँदा कति ढिलाउँछ, आज कति फ्याट आएको। त चाहिँ यो मेरो मिच्युलाई चाहिँ यो चाहिँ मिच्यु अनि तिम्रो मात्रै उता चाहिँ कोठा चाहिँ हुन्छ हजुर मिच्यु मलाई मिच्युलाई चाहिँ खाजामा के चाहिँ? देशु बाबु के छ कि म बिहान त्यति धेरै चाहिँ वो चाहिँ छैन चाहिँ अब 10वटा आलु पराठा चाहिँ खिर चाहिँ अनि 3टा चाहिँ जेरी 2-4वटा समोसा तरकारी अलि त पुरी अनि मटर पनिर पनि अलिअलि अनि यो प्याज खुर्सानी बस त्यति भएपछि बिहानलाई अलि मैले खाना चाहिँ त्यो चाहिँ घटाएको चाहिँ अब त फेरि एउटा मेरो बानी चाहिँ अलिकति चाहिँ त्यो चुरोटको चाहिँ आफ्नै प्रकारको चाहिँ हिसाब छ चाहिँ ट्याक्का ल छिटो चाहिँ ल हेलो अब तल्लोको कोठामा
लाठी लिएर आउनु आऊ 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 भाइ म आऊ अब कोठा त म तिमीलाई देखाउँछु तर मलाई एउटा मनमा खुल्दुली छ त्यो मिन्टो के भनेर यो भाइमा हेर त्यसमा कामै मयाको बोयफ्रेन्ड चाहिँ छ कि छैन अहिलेको जमानामा बोयफ्रेन्ड नभएको पनि केटी हुन्छ गुड तपाईँको बुवाको जमानामा त बेहुला र रेडियो पुगिहाल्थ्यो रेडियो अब मेरो बुवाको पालामा रेडियो त आएको थिएन ओ माई गॉड तपाईँको बुवाको जमानामा रेडियो थिएन तपाईँको बुवा डाइनोसरको जमानाको हो कि क्या हो हार्न पायो तिम्रो जन्म पनि फुट हजुरबाको पालाको कुरा गरेँ मैले तपाईँको जमानामा साइकल भयो हुन्थ्यो त्यसपछि रङ्गीन टिभी त्यसपछि मोटरसाइकल अनि घडी पनि तिमीलाई त धेरै कुरा थाहा छ अब म एउटा कुरा सोध्छु तिमीले कति भन्न सक्दैछ भन है त अनि अहिलेको बेहुलालाई चाहिँ के चाहिन्छ ल भन त अहिलेको बेहुलालाई बोयफ्रेन्ड नभएको केटी भए पुग्छ भेरी गुड घरबेटी बा बजेट निकासा गर्नु पर्यो के को बजेट निकासा भन्दै फेरि यो ओए देशु मैले त तँलाई मिजुको लागि खाजाको लिस्ट पो बना भनेको त मिजुले नै दिनु भएको खाजाको लिस्ट हो लेखेर अब चाहिँ मिजु के चाहिँ अब चाहिँ सुरु चाहिँ गर्ने कि चाहिँ गरिहाल्ने ढिला गर्ने कामै छैन अब नआउनेहरू आउँदै गर्दैन नि ए बाबा सुबाईमाले चाँडो गरौँ न अब चाँडो त गर्ने अब सबैको चाहिँ बुदा मैले हातमा फेला पारेँ तपाईँको चाहिँ खोइ त तपाईँको केही आएन नि त हल्दारजी अब हल्दारले लेखा कागज तिमीलाई दिए भए पो तिमीसँग हुने हुन् तिमी के सभासद हुन् र तिमीले दिनुपर्ने हुन् हामीले त उहाँलाई दिइसकेका हुन् उहाँ पो पहिलाका सभासद हुन् व्हाट इज द मिनिङ इज ठिकै छ चाहिँ तपाईँको यहाँ प्राप्त भइसक्यो चाहिँ अब तपाईँ चाहिँ अरूको चाहिँ त्यहाँ पढेर चाहिँ अब यो यत्रो चाँगै सबैको सबै पढ्दाखेरि त एकदम टाइम पनि खान्छ त्यसैले मैले सबैको अलिकति छाँटकाट गरेर ठिक्क मिलाएको छु अब काटछाट गर्दा सुपारी माललाई कसले जित्नु अब यो भएको चिज खर्र राख्दै त लप्लो राख्दै पढ्नु चाहिँ अब कुरा के छ भने उहाँ चेल्सीजी भगवती ममता एयर होस्टेजको सबैको कमन कुरो चाहिँ भनेको चाहिँ महिलाहरूको सम्मान हुनु पर्यो समान अवसर हामीले पाउनै पर्यो महिलाहरूको बाहिरी सौन्दर्यतालाई मात्र हेरेर मूल्याङ्कन नगरियोस् भन्ने रहेछ सबैजना बडा खुसी भएर ताली पिट्नु भएको चाहिँ अब चाहिँ बुद्धि बहादुर हवलदार साहबको चाहिँ मेरो हातमा चाहिँ उहाँको चाहिँ भावना त उहाँले लेख्नु भएछ कि सम्मानपूर्वक बाँच्न पाउनु पर्यो बाल अधिकारको संरक्षण होस् फेरि भन्नुहुन्छ कि चाहिँ महँगी अनुसारको तलब बढ्नु पर्यो यो चाहिँ के छ कि हल्दार साहब तपाईँ आफ्नो मात्रै होइन सम्पूर्ण कर्मचारीको चाहिँ भावना तपाईँ यहाँ लेख्नु भएको छ बडा मन परेछ हामीलाई यस्ता हुने हुन् अब मेरो हातमा चाहिँ यो देश र घरबेटी भएको मागपत्र आइपुग्यो अब म पढेर सुनाउँछु है त घरेलु मजदुरहरूको कामको सम्मान होस् इज्जतका साथ समयमा पारिश्रमिकको व्यवस्था होस् भनेर देशले लेखेछ यो घरबेटी भएको चाहिँ माग के छ भने सबै कुराको भाउ घटेदेखि घर भाडा पनि घटाउने थिए यस्तो महँगीमा भाडावालासँग चर्को भाडा असुल्दा मनै दुख्दो रहेछ यस्तो हुनुपर्ने हुन् तपाईँ कति जाति है तपाईँको सबै इच्छाहरू भगवानले पुरा गर्नु भगवानले पुरा